तपाईको आँखे अगाडि छ स्कुटर, इलेक्ट्रिक स्कुटर, त्यो पनि एथर कम्पनीको रिता जेड हो। आज मैले यसैको रिभ्यू गर्न जान लाग्दैछु। हुन त मैले 1 महिना जस्तो भयो चढिराखेको। यो अन्तरालमा के भयो, मलाई के मन पर्यो, के मन परेन, के समस्याहरू रहेछन् र के कम्पनीले सुधार गर्नुपर्छ भन्ने कुरा केही सुझाव पनि दिन चाहन्छु। अन्त्यसम्म भिडियो हेर्नु होला। मैले यो रिभ्यू गरिरहँदा मलाई एथर कम्पनीले स्पोन्सर गरेर चाहिँ होइन, मैले पर्सनली चढिसके पछाडि के समस्या आयो, के समस्या आएन, के कुरामा मलाई चाहिँ लग्जरियस फिल भयो, के कुरामा प्रिमियम फिल भयो, के कुराबाट मैले चाहिँ लाभ लिन सकेँ र के कुरा अलिकति चाहिँ के कुराले मलाई अलिकति हानि पुर्यायो, यस्ता कुराहरू मैले रिभ्यू गर्छु। जुन रिभ्यूले गर्दा तपाईँलाई भविष्यमा अथवा आफूले किन्न चाहिराखेको यो स्कुटर छ भने, एथर कम्पनीको यो स्कुटर छ भने, अथवा अरू कुनै पनि कम्पनीको इलेक्ट्रिक स्कुटर छ भने तपाईँलाई के यो रिभ्यूले गर्दा केही सहज हुन सक्छ। नडाटी भन्नुपर्दा पहिलो कुरा मलाई यो स्कुटरको चाहिँ लुक्स मन परेको, यसको हेर्दा लुक्स मन परेको। अनि त्यसपछि यो कलरमा मलाई स्पेस ग्रे ब्ल्याक टाइपको कलरहरू मन परिराख्ने भएको हुनाले मलाई चाहिँ यो स्पेस ग्रे पनि छैन र ब्ल्याक टाइपमा पनि छैन, यो अलिकति चाहिँ फिका खालको चाहिँ ब्ल्याक कलर भएको हुनाले त्यो कलरले मन पर्यो। अनि बल्ल मैले क्यापासिटीको कुरा गरेको, यसको क्यापासिटी कस्तो छ, बल्ल त्यस पछाडि कुरा गरेँ मैले कतिको चाहिँ रेन्ज दिन्छ भनेर। यसको रेन्ज मैले 100 माथि छ भन्ने बित्तिकै मलाई चाहिँ त्यस पछाडि चाहिँ रेन्जले तान्यो, त्यसपछि रेन्ज मन पर्यो। यसको पावरको कुरा गर्दाखेरि कम्पनीले यो भेरिएन्टमा 3.7 किलोवाटको क्षमता भएको ब्याट्रीबाट चल्ने भनेर लिएर आयो। त्यसमा चाहिँ 159 किलोमिटरसम्म फुल पावरमा यसले चल्न दिन्छ भनेर चाहिँ कम्पनीले भने यो भेरिएन्टमा। तर म्याक्सिमम चल्ने भनेको चाहिँ 125 सम्म चाहिँ मैले चलाइराख्दा अनुभूति गरेको छु। 100 भन्दा माथि भए पछाडि लगभग म सेटिस्फाई चाहिँ भएँ। 100 माथि भए पछाडि मलाई पुग्छ भन्ने खालको भयो। जस्तो कि म एक दिनभरिमा एकदम काम पर्यो भने पनि 25 किलोमिटर भन्दा चाहिँ यो सहरमा चाहिँ नहिँड्ने भएको हुनाले र मैले गाउँतिर जानु पर्यो, अर्को सिटीमा जानु पर्यो भने 100 भन्दा माथि किलोमिटर भयो भने मलाई चाहिँ इनफ हुन्थ्यो, पुग्थ्यो फुल चार्जमा। त्यो भएको हुनाले मलाई पनि यसमा चित्त बुझ्यो। यसको चाहिँ बडीको चाहिँ यो मेटेरियल छ जुन तपाईँको कार्बन फाइबर भनेर चाहिँ भनिएको पनि छ, यो एकदम बलियो मेटेरियल पनि रहेछ। मैले सुरुमा पानी पनि परिरहने, लगभग 2-3 पटक त्यो मार्बलमा परेर चिप्लिएर लडेँ। अनि अर्को पटक चाहिँ यस्तै अगाडि पाल देखिएर पानी पर्दाखेरि कतिको सानै होला भनेर हाल्दाखेरि चाहिँ त्यहाँ लडेँ। म त्यसरी लडिरहँदा पनि मलाई चाहिँ चोट नलाग्नुको एउटा कारण के हो भनेदेखि यसको सेफ्टी फिचर्स। जुन सेफ्टी फिचर्स भनेको चाहिँ यसमा अलिकति चाहिँ क्र्याक अलिकति यसमा स्क्र्याच त भयो, तर यसमा भएको सेफ्टी फिचर्सले मलाई चाहिँ अलिकति धेरै चोट हुनबाट बचायो। कस्तो खालको सेफ्टी फिचर्स भन्दा यो जब अलिकति कोल्टिने बित्तिकै यो साधन पल्टिन लागेको भनेर त्यो डिटेक्ट गरेर यसको पावर चाहिँ अटोमेटिक अफ हुने यो सिस्टम चाहिँ मलाई अलिकति मन पर्यो। यो सेफ्टीका लागि पनि एथरले रिता जेडमा अथवा चाहिँ अरू भेरिएन्टमा पनि 450X पनि यसले यो फिचर्स चाहिँ लिएर आएको छ। अर्को मन परेको कुरा भनेको चाहिँ स्मार्ट फिचर्स, जस्तो कि हामीले मोबाइल कनेक्ट गरेर एथरको एप्स डाउनलोड गरेर त्यहाँबाट पनि त हामीले कन्ट्रोल गर्न सकिन्छ। जस्तो कि कहाँनिर चाहिँ हाम्रो यो साधन छ त्यहाँनिर हामीले चाहिँ यसमा साउन्ड दिने खालको, अनि त्यसपछि हामीले चाहिँ वाट्सएपमा आएको म्यासेजहरू हेर्न मिल्ने, अनि त्यसपछि फोन आइराखेको छ भनेदेखि चाहिँ फोन उठाउन मिल्ने जस्ता कुराहरू यसमा रहेका छन्। अर्को मनपर्ने कुरा भनेको चाहिँ गाडीमा भएको अटो होल्ड र रिभर्स जस्ता फिचर्सहरू यसमा दिएको छ। त्यो एकदमै राम्रो कुरा पनि हो। यसको राम्रो पक्ष भनेको चाहिँ यसको पछाडिको जुन डिक्कीमा धेरै सामानहरू अट्ने, जस्तो कि कम्पनीले भनेको चाहिँ 57 लिटरसम्म चाहिँ अट्छ भनेर भनेको छ। तर मैले महसुस गर्दाखेरि चाहिँ मैले मेरा सामानहरू, मलाई आफूलाई चाहिने ल्यापटपहरू, क्यामेराहरू र फाइलहरू, अनि त्यसपछि सानो ब्यागहरू पनि यसमा अट्यो। साथसाथै त्यसको साथसाथै रेनकोटहरू, 2टा रेनकोटहरू पनि मैले राख्छु यसमा गुगल म्याप पनि इन्क्लुड छ, यसमा जिपिएस पनि इन्क्लुड छ भनिन्छ। यसमा सिम कार्ड पनि राखेर यसलाई जिपिएसबाट पनि यसलाई ट्र्याकिङ गर्न सजिलो हुन्छ भनिएको छ। साथसाथै यसमा भएको जुन गुगल म्याप छ त्यो म्यापले इनड्राइभ गर्नेहरूलाई, पठाल चलाउनेहरूलाई पनि एकदमै सहज प्रदान गरिराखेको अवस्था, उहाँहरूको रिभ्यू सुन्दा पनि एकदमै राम्रो भइराखेको छ। मोबाइलमा चलाइराख्नु पर्दैन, मोबाइलबाट चाहिँ यसमा पठाउन सकिन्छ अनि सजिलै हामीले अगाडि हेर्न सकिन्छ। र हाम्रो हेर्ने स्क्रिन पनि एकदमै ठुलो छ, टक्क अगाडि अरूको त तलपट्टि जस्तो चाहिँ देखिन्छ भनेदेखि यसको स्क्रिन भनेको ठुलो छ, चाक्लो पनि छ। एउटा फिचर्स यसमा के भनिएको छ भनेदेखि ओह्रालोमा हिँड्दाखेरि अटो चार्ज हुने जस्तो चाहिँ फिचर्स पनि भनिएको छ। तर मैले त्यो त्यति ख्याल गरिनँ यसमा है। अब नराम्रा पक्षतिर जाउँ। नराम्रा भनिहाल्न मिलेन, तर मलाई चाहिँ मैले चढिरहँदा मैले अनुभव गरेको र खड्किएको यस्तो फिचर्स भइदिएदेखि राम्रो हुन्थ्यो भन्ने खालका कुराहरूतिर जाउँ। त्यो भनिरहँदा यसमा जुन सामानहरू राख्ने यो चाहिँ
हुक छ यो एकदमै कमजोर खालको छ, हुक एकदम टाइटली त्यति लाग्दैन, कुनै लगभग 2-3 पटक मेरा सामानहरू पनि खसिसकेको चाहिँ अवस्था छ। यो यसलाई अलिक सुधारिएर ल्याउनुपर्छ। यसको यो जुन तर सस्पेन्सन तरको चाहिँ यो मेटेरियल छ त्यो अलिकति टायरमा हावा कम हुने बित्तिकै भुइँलाई छुन्छ कि जस्तो चाहिँ हुन्छ। त्यो अलिकति चाहिँ हाइटमा भएदेखि चाहिँ अलिकति चाहिँ राम्रो हुन्थ्यो। यसलाई पनि अलिकति सुधार्यो भनेदेखि अलिकति राम्रो हुन्छ। अर्को यसको फिचर्समा चाहिँ अटो चार्जको कुराहरू पनि आयो। त्यो त्यति क्लियरिफाई यसले गरेको छैन। अटो चार्ज मैले गरेको त्यति महसुस पनि गरेको छैन। त्यो कति र कति रेन्जमा कुद्दाखेरि कति दिँदाखेरि अटो चार्ज कति % हुन्छ भन्ने कुरा यो खुलिएन, मैले पनि महसुस गरिनँ। यो यत्तिकै फिचर्समा मात्रै आएको हो कि अथवा चाहिँ महसुस हुने गरी देखियो भनेदेखि हामीलाई अझै फाइदा पनि पुग्ने थियो। यो पनि किन गरिराखेको छु भने भोलि तपाईँले फेरि साधन इलेक्ट्रिक साधन किन्दा फेरि नेपालमा कस्तो कस्तो साधनहरू पाइन्छ, अथवा तपाईँले चाहिँ अब अरू कम्पनीहरूले पनि लिएर आएको छ, टिभीएसले लिएर आएको छ, त्यो मोटरबाट लिएर आएको छ भने मोटर कम्पनीबाट लिएर आएको छ नि, तर यो एथरले लिएर आएको छ, एथर इनर्जीबाट चाहिँ लिएर आइराखेको छ नेपालमा। धेरै बिक्री हुने स्कुटर मध्येको पनि यो पनि हो। र त्यस्तै तपाईँको बजाजले लिएर आएको छ। अनि त्यसपछि अरू थुप्रै कम्पनीहरूले पनि लिएर आउन लागिराखेका छन्, मार्केटमा पाइनेवाला पनि छ। तर मलाई चाहिँ लागिराखेको अहिले 159 किलोमिटर फुल चार्जमा दिने भनेर चाहिँ कम्पनीले भन्यो। मैले चढ्दाखेरि लगभग 125 सम्म चाहिँ मैले चढेको पाएँ भने भोलि बिहानका यसै गरिरहँदा हामीलाई चाहिने भनेको चाहिँ 200 किलोमिटरसम्म दिने खालको चाहिँ स्कुटर नि भोलि बिहान नआउला भन्न सकिन्न। आयो भने धेरै ग्राहकहरूलाई फाइदा पुग्ने थियो।